अरे माता हैन को हौ कहाँ उडाको मलाई रुको जरा बाबा बाबा यहाँ आउनु नि छिटो मलाई उडाएर लगिसक्यो कसले लग्यो रे खोइ पनि त कसले उडाएर लग्यो मलाई माथि के भयो रे ए छोरी हैन कहाँ यसलाई त कसले उडायो फेरि म यमराज तिम्रो छोरीलाई मैले उडाइरहेको छु। जोसुकै होस् न हो तिमी यामराज होस् कि जोसुकै होस् जान्दौ त जान्दौ हैन बारीमा पो मैले त वहाँ धानको बियाडमा धानको बिउ सबै चराले खान्छ चरा उडा भनेर पठाएको त छोरी नै पो उडाइदियो त तल झार्दौ त के भएको ह ए कर त तैँले पनि कर माथि फर्केर कराइदे त हैन उहाँ बाबा एक्लै हुनुहुन्छ म तल अहिले म छैन भने अहिले मेरो बाबाको बिजक हुन्छ घरमा एक्लै हैन कहाँ उडाको मलाई माथि झन् उडाउँछ त मलाई त म पृथ्वी लोकमा बाउ छोरीको माया प्रेम भन्ने कस्तो हुन्छ तिमीलाई के थाहा छ न तिम्रो छोरा छ न छोरी छ यस्तोलाई के थाहा बाउ छोरीको माया प्रेम के हो भनेर चुप्प लागेर तल झार्देऊ छिट्टो तल झार्देऊ यहाँ अहिले होइन ढुङ्गाले दिन्छु अहिले मेरो बाबालाई खाना कसले बनाएर दिन्छ अहिले म छैन भने अहिले बाबा रुनुहुन्छ एक्लै म तल झार्देऊ छिट्टो झार्देऊ मेरो घरमै लगेर झार्देऊ म तल कहाँ बारीमा गएको मान्छेलाई कहाँ उडाएर लगेको मलाई उहाँ माथि लाज राख्दैन बारीमा गएको मान्छे उडाएर माथि लगिसक्यो त मलाई त भनेको सुन्दैन अनि काम छैन के हो तिम्रो अरू कहाँ उता उहाँ बारीमा पठाएको छोरीलाई माथि उडाएर लगेको हौ बरु गएर उहाँ धानको बेडमा भगेर उडाइदेऊ न उडाउनै सक्छ भने काम नपाउँदो रहेछ घरि मलाई उडाउँछ घरि छोरीलाई उडाउँछ अरू काम छैन क्या तिम्रो यहाँ पृथ्वी लोकमा बाउ छोरीको माया भन्ने कुरा तिमीलाई के थाहा छ तिमीहरू बाउ छोरीको माया अनि सम्बन्ध देखेर म यमराज पनि विवश भए बालिके तिमी पृथ्वीमै जाऊ बालिके र आफ्नो बाबाको रक्षा गर। हो कस्तो लाग्यो त कस्तो माया गर्नुहुन्छ मेरो बाबाले मलाई चुप्प लागेर तल झार्देऊ यस्तै हुन्छ बाटोमा हिँड्दै गरेको अर्काको छोरा छोरीहरूलाई यसरी बाटैबाट उठाएर लग्यो भने आइज अबदेखिको भगेर उडाउनु जानु पर्दैन त आफै उड्दो रहेछ